नमस्कार दर्शकबिन्दुहरू, फेरि पनि हामी आइसकेको छौँ अर्को एउटा नयाँ अनि ताजा खबर लिएर। दर्शकबिन्दुहरू, माधव कुमार नेपाललाई यतिखेर मुद्दा चलिसकेको छ भने उनीहरूको अदालतमा मुद्दा पेशी तोकिसकेको छ। उनीहरूलाई एमालेबाट छोडेपछि उनीहरूलाई मुद्दा चलिसकेको अवस्था छ। यो नेपालमा पहिलो पटक हो प्रधानमन्त्री जस्तो अवस्थामा गरिबाई पदमा पुगेर पनि मुद्दा चलेको यो पहिलो पटक हो। दर्शकबिन्दुहरू, जस्ताको तस्तै भिडियोहरू हामी सधैँ नै तपाईँ माझ लिएर राख्नेछौँ र देश र विदेशमा घटेका घटनाहरू जस्ताको तस्तै यथार्थवादमा उतारेर हामी तपाईँमा सधैँ नै प्रस्तुत गरिराख्नेछौँ। कृपया हाम्रो मेहनतका लागि एक भिडियो सेयर गरेर सब्सक्राइब गर्न भने नबिर्सिनुहोला। पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री एमा नेकपा यसका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सही जग्गा हिनामिना प्रकरणमा प्रतिवादीहरू विरुद्ध बिहिबार विशेष अदालत मुद्दा दायर गरेको हो। पतञ्जलिका नाममा हटबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको 2 महिना नबित्दै गैरकानुनी रूपमा हाउसिङ कम्पनीलाई बेच्ने स्वीकृति दिन तत्कालीन प्रधानमन्त्री नेपालले नै निर्देशन दिएका थिए। 2066 सालमा भारतीय योग गुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा 593 रोपनी जग्गा खरिद गरी 353 रोपनी हाउसिङ कम्पनीलाई बेचेको थियो। हटबन्दी छुटमा पतञ्जलिले जग्गा किनेर 2 महिनाभित्रै हाउसिङलाई बिक्री तत्कालीन प्रधानमन्त्री नेपालको सक्रिय संलग्नता देखिएको छ। 13 जेठ 2066 देखि 22 माघ 2067 सम्म प्रधानमन्त्री रहेको नेपालले पतञ्जलिलाई हटबन्दीमा जग्गा खरिद गर्न दिन 18 माघ 2066 मा मन्त्री परिषदबाट निर्णय गराएका थिए। तर 2 महिना नबित्दै 6 चैत 2066 मा मन्त्री परिषद दटा अर्को निर्णय गराई बेच्न स्वीकृति दिलाएका थिए। उक्त जग्गामा प्लटिङ गरिएको थियो। पतञ्जलि जग्गा प्रकरणमा रामदेव र बालकृष्णलाई अख्तियारको पत्र बयानमा आउन अस्वीकार गरिएको छ। नेपाल मन्त्री परिषदले 815 रोपनी जग्गा किन्न स्वीकृति दिएपछि पतञ्जलिले बनेपाको नासिकी स्थित सागा महेन्द्रज्योति र चलाल गणेशस्थान क्षेत्रमा गरी 593 रोपनी 5 आना 3 पैसा किनेको थियो। त्यसपछि पतञ्जलिका तत्कालीन नेपाल प्रमुख शालिग्राम सिंहले 353 रोपनी 15 आना काष्ठमाण्डव हाउसिङ कम्पनीलाई 11 असार 2067 मा बेचेका थिए। भारतीय योग गुरु रामदेवको पतञ्जलिले हटबन्दी छुट पाएको 353 रोपनी अपचलन पनि गरिएको छ। पतञ्जलिले हटबन्दीमा छुटको जग्गा खरिद र बिक्री गर्न अनुमति दिँदा नेपाल नेतृत्वको पनि मन्त्री परिषदमा भूमि सुधार मन्त्रीमा डम्बर श्रेष्ठ, मुख्य सचिवमा माधव घिमिरे, भूमि सुधार सचिवमा छविराज पन्त थिए। पतञ्जलिको जग्गा बेच्न प्रस्ताव अघि बढाउन मन्त्री श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री नेपालले नै निर्देशन दिएको लिखित तथ्य अनुसन्धानमा फेला परेको छ। पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा यसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद पनि निलम्बन भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार नेपाल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी सांसद पदबाट निलम्बन भएका छन्। नेपाल 2079 को प्रतिनिधि सभा निर्वाचनमा रौतहट 1 बाट विजयी भएका थिए। भ्रष्टाचार विवरणको ऐनको दफा 33 मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका कर्मचारी पदाधिकारी मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बन हुने व्यवस्था छ। पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल सहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दामा 18 करोड 70 लाख रुपैयाँ बिगो कायम गरिएको थियो। पूर्व प्रधानमन्त्री नेपाल तत्कालीन भूमि सुधार मन्त्रीका सचिव छविराज पन्त तथा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको प्रमुख शालिग्राम सिंह सहितलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। मेरो भिडियो कस्तो लाग्यो जस्तोको तस्तै आफ्नो विचार तपाईँले कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ र त्यसकै आधारमा हामी कस्तो भिडियो बनाउनेछौँ तपाईँको माझमा हामी प्रस्तुत गर्नेछौँ। कृपया भिडियोलाई लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न भने नबिर्सिनुहोला।